हेलो एभ्रिवान, फेरि पनि हजुरहरूलाई मेरो मिनी ब्लगमा स्वागत छ है। र हिजो चाहिँ बहिनीको बिहा थियो है, र बिहामा चाहिँ यहाँनिर चाहिँ एकदमै ढोकभेटहरू चलिरहेको थियो है। र फर्स्टको भिडियो चाहिँ गर्नु पाइनँ किनकि म चाहिँ अलिकति ढिलो नै गएको थिएँ नि त, अलिकति सन्चो पनि थिइनँ है। र गएर चाहिँ भिडियो बनाउँछु भनेर चाहिँ एकछिन बनाएँ है। र ढोकभेटहरू चलि नै रहेको थियो र एकछिन गएर फोटो पनि खिचेँ बहिनी र जोइसँग है। र एकछिन पछि फेरि खाना खानु बसेँ, म र दिप्ती चाहिँ खाना खाएँ। खाना पनि एकदमै धेरै दामी भएको थियो र यहाँ चाहिँ डान्स पनि सक्नुहुन्छ। र तपाईँहरूले डान्स गरेको त भिडियो हेर्नुभयो होला है। र यहाँ चाहिँ फेरि बहिनीको बिदा गरेको टाइम भएको फेरि यहाँनिर बिचरा कस्तो भइरहेको थियो रोएर है। र फेरि हामी चाहिँ माथिसम्म बेहुलीलाई पुऱ्याउनु जान्छु भनेर चाहिँ हामी चाहिँ जाँदै थियौँ है पुऱ्याउनुको लागि चाहिँ। अन्त बहिनी चाहिँ धेरै रुँदै थियो नि त, अन्त नरुवा भन्दा फेरि मेमेलाई पनि ढोक गर्दै थियो उसको है। र फेरि आएँ म घरमा ड्रेस चेन्ज गर्नु, त्यहाँबाट फेरि हामी गयौँ बेलुका डान्स गर्नुको लागि। र यहाँ चाहिँ केटाहरू नानाहरू पनि है। र त्यो भनेर फेरि बेलुका आएर चाहिँ फेरि आज चाहिँ हामी चाहिँ डेमा चाहिँ तल गएको थियो नि त। र तल गएर चाहिँ फेरि एकछिन त हल्का डान्स त गर्नुपर्छ नि त भनेर चाहिँ हामी चाहिँ डान्स पनि गऱ्यौँ है। जो वासिङहरू है बहिनी नानाहरू सबैसँग चाहिँ डान्स गर्नु गएँ। र अब बेलुका त नाच्यो हामी चाहिँ दिनमा पनि नछोड्ने भनेर चाहिँ डान्स गरेर चाहिँ हामी चाहिँ फेरि घरमा आएको।